आजकल नेपाली फुटबलमा फेरि एउटा ठुलो विवाद देखिरहेको छ। अल नेपाल फुटबल एसोसिएसन यानि कि एन्फामा एक पक्षी अर्कोले गएर तालाबन्दी गरिरहेको मजाले हामी सामाजिक सञ्जालमा देख्न सक्छौँ। कहिले गएर खेलाडीले, कहिले क्लबहरूले तालाबन्दी गरेको छ। के भएको रहेछ भनेर एकदम गहिराईबाट बुझ्न खोज्दा चाहिँ यसमा व्यक्तिगत स्वार्थ देखियो कि अहिले 22 वटा नेपाली फुटबल क्लब्सहरूले एन्फामा तालाबन्दी घेराबन्दी गरेका हुन्। उहाँहरूको एउटै माग छ, यति छिटो ए डिभिजन लिग नगरौँ, हामीलाई पहिला गरेको बाचाहरू पुरा गरिदियो, हतारमा निर्णयहरू नगर। गत हप्ता मात्र खेलाडीहरूले चाहिँ किन तालाबन्दी गरेको रहेछ भनेर हेर्दाखेरि उहाँहरूको माग चाहिँ ए डिभिजन लिगको डेट फिक्स गर भनेर भनेको रहेछ। दोस्रो माग उहाँहरूले अक्षय कोषमा भएको धनराशिलाई पारदर्शिता देखा भनेर भनेको रहेछ। अनि अर्को एकदमै इम्पोर्टेन्ट कुरा, खेलाडीले पाउनुपर्ने पुरस्कार छिटो दे भनेको रहेछ। अब यो सबै कुरामा यसो सरसर्ती हेर्ने हो भने ए डिभिजन लिग नभएको 1022 दिन भइसकेको छ। अब यसो सरसर्ती सोचौँ न, खेलाडीले त्यसैबाट आफ्नो रोजी रोटी रोजगारी सबै पाइरहेको छन्। अब त्यो नै रोकियो भने खेलाडीले के को लागि मोटिभेटेड भएर तालिम गर्ने, ट्रेनिङ गर्ने? जस्तो म एभ्री डे बिहान उठेर ट्रेनिङ गर्न जान्छु भने के को लागि जाने? न त केही गेम भइरहेको छ, न कहीँ म पार्टिसिपेट गर्न जान पाइरहेको छु। ए डिभिजन लिग जुन चाहिँ सबैभन्दा ठुलो नेपालको लिग हो, त्यो नै भइरहेको छैन भने कसरी जाने त? अब यो एन्फाको आन्तरिक रूपको राजनीति त चलि नै रहन्छ, या क्लबहरूको मागहरू पनि जायज माग नै हो। तर यो सबैको मर्का त एउटा खेलाडीमा पर्छ नि। तर मोस्ट इम्पोर्टेन्टली यो खेलाडीहरू डिमोटिभेटेड हुनु या सबै राजनीति हुनु, यो सबै कुराले चाहिँ नेपालको फुटबललाई एकदमै ठुलो इम्प्याक्ट पर्छ जस्तो लाग्छ मलाई। अब खेलाडीहरूले गरिरहेको माग पनि एकदम सिम्पल नै छ नि, होइन त? लिग खेल्न पाउँछु, पैसा पाउँछु, मेरो परिवार पाल्छु, या मेरो सपना हो यो म खेल्छु भन्ने कुरा त एकदमै जायज माग हो जस्तो लाग्छ कि मलाई पनि। अनि आजको दिनमा खेलाडीहरू हेर्ने हो भने उनीहरू एकदमै अन्यलमा छन्, बजेटहरू पनि क्राइसिस भइरहेको छ। यो कुराहरूले चाहिँ कस्तो डिमोटिभेट गरेर होला कि उनीहरूलाई। म त कस्तो माया लाग्छ क्या, एकदम एउटा रेस्पेक्ट पनि जागेर आउँछ उहाँहरूप्रति, होइन? यो सबैको कजले चाहिँ हाम्रो नेपाली फुटबलमा एकदमै ठुलो निराशा, डिमोटिभेसन छ जस्तो मलाई लाग्छ। अब यो सबै कुराको समस्या त भयो, तर यो सबै समस्याको समाधान कसले गर्छ त र कहिले गर्छ त? र यदि यस्तै अवस्था भइरहने हो भने नेपाली फुटबल अघि बढ्छ कि यत्तिकै नै रहिरहन्छ?